फर्म हो कि के हो यहाँ रोकेर देखाउँछु रोका तिमीलाई यहाँ रोकेर देखाउँछु ल तिमीलाई त के देखाउने हो र यहाँ भिडियोमा हाल्छु भरे अनि हेर्नु अब मेरो हालत यस्तो ढुलो यहाँ तलतिर यहाँ त पुरै सब्जी बारी रहेछ तलतिर त यो डाँडा हो यसको पछाडि देखाएको म यहाँ जाँदैछु यता अनि हालत यस्तो अनि बाइक नि यस्तो भइसक्यो अघि तलक्क तल्किरहेको थियो यार मेरो बाइक हेर त खुस्रे मुस्रे भइसक्यो यार ल त्यो अलिकति दामी यस्तो देखिँदैछ यता पछाडि अनि म चाहिँ यहाँ छु अनि बाइक यहाँ छ अनि मेरो बुढी खाना खाँदैछ चाहिँ म 5 खाल एरियामा छु है 5 खाल भन्ने ठाउँमा अनि म चाहिँ घुम्न आएको आज अनि तलतिर दामी रहेछ अनि आज मेरो छुट्टी थियो यार घुम्न आएको यता यो चाहिँ बानेपा भन्दा नि यतापट्टिको है ठाउँ हो अनि हेर्न सक्नुहुन्छ एकदम दामी देख्ने ठाउँ चाहिँ तर बाटो चाहिँ अलिक दामी रहेछ है ल बाटो चाहिँ यस्तो छ हेर्न सक्नुहुन्छ तपाईँहरूले पछाडि अगाडि हेर्न पुरा घाम लागेको छ है अनि म चाहिँ अपलोडिङ पुरै आज हिँडिरहेको छु अनि मेरो फ्युल नि सकिन हातमा मलाई थाहा थिएन यहाँसम्म आइपुग्छु भनेर अब एकछिन घुम्छु अनि फर्किन्छु आलुबारीमा घुम्दैछु म चाहिँ यता पुरै यो आलुबारी रहेछ मलाई थाहा थिएन है आलुबारी रहेछ यो पुरै एरिया हेर्न सक्नुहुन्छ आममा गाउँको याद आयो त हो यसरी त यार मात्र काम गरेको देखेर है अनि यतापट्टि तोरीसँग आलु फुलिरहेको अरे ओहो सिनेमेटिक भिडियो बबल आयो होला है गाइस यस्तोमा मैले कुदाउँदै गरेको झन् मेरो क्यामेरामा एनडी फिल्टर भएको कस्तो देखिन्थ्यो होला यो ठाउँ सोच त गाइस होइन यो एकछिन रोक एउटा फोटो त बन्छ यहाँ नझ्याक्ने यस्तो गरेर खिच्थ्यो म अहिले चाहिँ म यता आइसकेँ अनि यहाँ माथि डाँडा रहेछ अझै तर माथि चाहिँ जान्न किनकि मेरो पेट्रोल सकिसक्यो अनि अलिकति फर्किनु पर्ला रहेछ अलरेडी पेट्रोल छैन फेरि यहाँ पेट्रोल नि नपाउँदो रहेछ सायद त्यही फर्किन्छु होला अनि हेर्न सक्नुहुन्छ तलतिर सायद यहाँ चाहिँ के बन्दै होला सायद है यहाँ चाहिँ यहाँदेखि दामी देखेर चाहिँ आगे बसेको तल हेर्न सक्नुहुन्छ यता हेर्न सक्नुहुन्छ यता मेरो बाइक छ अब फर्किनु पर्छ भने सिधै तलतिर तल्लो घरतिर कहाँ आइपुगेँ यार म 50 किलोमिटर अगाडि है ल